हतार गरेर पोथी र सिन्दुरको लागि धन्यवाद। कुशल कार्यक्रम सञ्चालकज्यू, यस गरिमामय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अन्य अतिथिगण, निर्णायक मण्डलमा रहनुभएका निष्पक्ष निर्णायक मण्डल, विभिन्न विद्यालयबाट पाल्नु भएका आदरणीय गुरुवर्ग, मेरा प्रतिस्पर्धी मित्र लगायत यहाँ उपस्थित सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन। गणतन्त्र दिवस 2082 को अवसर पारेर सुरेगढी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजना गरिएको सुरेगढी गाउँपालिका स्तरीय वक्तृत्व कलाको शीर्षक रहेको छ बाल विवाह अन्त्य गर्न समुदायको भूमिका। महोदय, बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न योग्य उमेर भनी तोकिएको उमेरभन्दा कम उमेरमा गरिने विवाहलाई बुझिन्छ। सामान्यतया 18 वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ। विभिन्न देशमा आफ्नै ढङ्गले कानुन रूपमा विवाह योग्य उमेर तोकिएको हुन्छ। हाम्रो देश नेपालको सन्दर्भमा केटाकेटी दुवैका लागि 20 वर्ष पुगिसकेपछि मात्र विवाह योग्य मानिन्छ। बालबालिका सम्बन्धी ऐन 2075 को दफा 66 को दफा 2 अनुसार बालबालिकासँग विवाह गर्नु गराउनु बालबालिका विरुद्धको कसुर मानेको छ र दफा 67 अनुसार यस्तो कसुर गरेको ठहरेमा कसुरदारलाई 30 वर्षसम्म कैद 75,000 सम्म जरिवाना त्यो विवाह स्वतः हुने प्रावधान छ। विवाह गर्नु हामी सबैको नैसर्गिक अधिकार हो, तर सानो उमेरमा विवाह गर्नु गराउनु जीवन र लक्ष्यको बर्बादी हो। यो केवल परम्परा मात्र होइन, कानुन विपरीत गैर जिम्मेवार र बालबालिकाको अधिकारमाथिको घोर उल्लङ्घन हो। अब सोचौँ बाल विवाहले बालबालिकामा के असर पार्छ त? सर्वप्रथम त शिक्षा रोकिन्छ। एउटा किशोरी विद्यालय जान पाउने उमेरमा बन्द गर्न बाध्य हुन्छ, उसले आफ्नो सपना भन्दा अर्को जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ। यसरी सानो उमेरमा आमा बनाउने अभ्यासले गर्दा उसको स्वास्थ्यमा गम्भीर असर पार्छ। प्रसुति जटिलता, कुपोषण, मानसिक तनाव, आर्थिक अभाव, कोही कसैको मृत्यु पनि। केटा होस् या केटी दुवै सानो उमेरमा जीवनको भारी बोक्न बाध्य बनाउनु अन्यायपूर्ण हुन्छ। यसको समाधान सम्भव छ यदि समुदाय जागृत र जिम्मेवार हुन्छ भने। समुदाय भन्नाले हामी सबै शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय नेताहरू, धार्मिक अगुवाहरू, बालक, आमा समूहहरू, सामान्य नागरिकहरू। जब हामी सबै मिलेर आवाज उठाउँछौँ, चेतना फैलाउँछौँ, कदम चाल्छौँ, तब मात्र परिवर्तन सम्भव छ। अब सोचौँ समुदायले के गर्न सक्छ त? बाल विवाहको नकारात्मक असरबारे स्थानीय भाषामा सञ्चार माध्यमको उपयोग गर्ने, बाल विवाहका कारण आर्थिक, सामाजिक, शारीरिक रूपमा आउन सक्ने समस्याहरूका बारेमा सञ्चार मिडियासँग समाउने र सहकार्य गर्दै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, बाल विवाह विशेष सडक नाटकहरू सञ्चालन गर्ने, बाल विवाह जस्तो गैर कानुनी क्रियाकलापमा आफू सहभागी नहुने भनी हरेक व्यक्तिले प्रतिबद्धता गर्ने, समुदायमा परिवारको प्रतिनिधित्व हुने हुँदा सर्वप्रथम त बाल विवाह घर-घरबाट अन्त्य हुन जरुरी छ। प्रहरी, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसँग समन्वय र सहकार्य गर्दै बाल विवाह निषेधित क्षेत्रसँग घोषणा गर्न सकिन्छ। तर विडम्बना, आज पनि नेपालका धेरै विभागहरू किसिमले बाल विवाह भइरहेका छन्। विक्रमसम्म 2078 को जनगणना अनुसार नेपालमा बाल विवाहको दर 35% रहेको छ। हाम्रो सुरेगढी गाउँपालिकाभित्र पनि बाल विवाह गर्नेको सङ्ख्या बढ्दो छ। कतै सामाजिक सांस्कृतिक अभावका कारण, कतै आर्थिक अभावका कारण, कतै कुरो के हो भने उमेर भइसक्यो भने सोचका कारण भने धेरै जसो सामाजिक सञ्जाल मार्फत जोडिएका सम्बन्धका कारण बाल विवाह भएको देखिन्छ। 12-13 वर्ष पुगेको हुँदैन छोराछोरी देखिन् भन्दै छन्। अझै समाजले जान्ने बुझ्ने व्यक्तिहरूले समेत बाल विवाह भएको देखिए पनि दम्पति जीवनको आन्तरिक शुभकामना छ भने लेख्ने र बच्चा जन्मे पश्चात कङ्ग्रेचुलेसन भनेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रविधिले यो समस्यालाई प्रोत्साहित गरेको छ। कलम समाउने हातले हँसिया समाएर गृहस्थी जीवन बिताइरहेका छन्। बाबु आमाको घरमा बाँच्ने उमेरमा आफै आमा बाबु बनेर जीवनलाई अन्धकारतर्फ लम्काइरहेका छन्। उपस्थित महानुभावहरू, शिक्षाको महत्त्वमा जोड दिँदै माथिका प्रसाद कोइरालाले भनेका थिए समाजको प्रगति शिक्षामा छ। समाजको प्रगति शिक्षामा छ। शिक्षाको विरोधी भनेकै बाल विवाह हो। त्यसैले हाम्रो शिक्षा प्रणालीलाई व्यवहारिक बनाउन जरुरी छ। वर्षको एकचोटि हरेक विद्यालयमा गएर त्रिकाल पढाइ बाल दिवस सफल पारौँ, बाल विवाह अन्त्य गरौँ भने नारा भन्दाउनेमा यसको समाधान हुनेवाला छैन। तब मात्र यो समस्याको समाधान हुन्छ जब समुदायको ध्यान परिवर्तनको पक्षमा जान्छ, समुदायमा सचेतना फैलाई सशक्तिकरण गर्नमा जान्छ। बालबालिकाको नाउँमा आएको रकम बालबालिकाकै हक हित हुने कार्यमा लगाउँछ, तसर्थ समुदायमा चेतनाको आगो बढ्छ, प्रकृतिलाई विसङ्गति खराबी भइबस्छ। त्यसैले विवाह अगाडि 30 वर्ष बाली संविधानको धारणा नारामा मात्र सीमित होइन, समुदाय मार्फत देशका सारमा पुर्याउनु पर्छ भन्दै मेरो भनाइलाई यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।